सो हेलो एभ्रिवान, फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा। म चाहिँ आज विक्रम बाबा जाँदैछु। अनि म चाहिँ अब बिहान बिहानै उठेको भएर बोल्न नसक्ने भएर बोली त्यति साह्रो क्लियर नभएर म पछि यो आफ्नो भोइस यो भिडियोमा पेस्ट गरेर भिडियोलाई लेटेस्ट बनाउन खोजेको, तर पनि त्यति राम्रो भएन कि जति अन्मेष चौधरीको भोइस थियो। अनि तपाईँहरू सोचिरहनु भयो होला त्यो अन्मेष चौधरी को हो, त्यो अन्मेष चौधरीमै हो। अनि हामी चाहिँ अब यो सामानहरू सबै अनि गुरुजीको जिम्मा लगाएर होइन, अनि हामी विक्रम बाबाको मन्दिरतर्फ जाँदै थियौँ कि अनि बाटोमा दिदी बहिनीहरू हामीलाई रिक्वेस्ट गरिरहनु भएको थियो कि मेरो सामान लगिदिनु, बोनीको टाइम हो, बोनी गरिदिनु भनेर। अनि त्यही बिचमा हामी अलिकति अगाडि जाँदै त्यसपछि मेरो मनलाई गुरुत्वाकर्षणले तान्निहाल्यो एउटा दिदीले। अनि त्यो दिदीसँगको कुराकानी के भयो त हेर्नु होला है त। मिलाएरै हो? कसरी हो मिलाएर? ल सेटको कसरी लैजानुहुन्छ भन्नु त? सेट लैजानुहुन्छ कि नरियल लैजानुहुन्छ कि नरियल मात्रै? सेटै लाने हो। कति हो? 300 रुपियाँ हो। महँगो भयो। मिलाएर लैजानु नि त, बोनीको टाइम 250। यो कान्छ प्लास दुईटा दिनु। पानी त छैन नि? ए पानी त छ नि। म त त्यसपछि मेरो कुरा सुनेर त्यो दिदी गर्दै मुस्कुराउँदै मलाई नरिवल बिनाको पानी बिनाको नरिवल दुइटै भएको पानी मतलब कि नरिवल मुस्कुराउँदै दिनुभयो। अनि त्यसपछि म हिँडेँ। त्यसपछि पूजाको सामान लिएर ठ्याक्क अगाडि गएको पुलिस दाइ देखेर मेरो बोली नै अड्केपछि अनि फेरि अगाडि हिँड्दै गएँ। घैलाघारी वन त्यही जङ्गल पुगेँ। अनि त्यसपछि म फेरि लौरी देखाउँदै पुलिस दाइलाई भन्दै मनमनै बोल्न त सकिनँ, तै पनि मनमनै पुलिस दाइलाई हेर्नु मसँग लट्ठी छ, मसँग दुईवटा खेलाडीहरू पनि छ, यो खेलाडीहरूले तपाईँहरूले झ्याप पारिदिन्छ। अनि यति भन्दै म सरासर जाँदै थिएँ। अगाडि हेरेको मेरो 2 इन्ची अगाडि एउटा स्वर्गद्वार जस्तो टाइपको शानदार गेट थियो। त्यो गेट चाहिँ राष्ट्रिय निकुञ्जको गेट पो थियो। त्यो गेट छिर्ने बित्तिकै सरासर अगाडि गएँ। मैले आफ्नो घरमा भएको झ्यालको साइजको एउटा बोर्ड देखेँ। त्यो बोर्डमा के लेखेको थियो त्यो मैले पढ्न भ्याएन किनकि म अगाडि हिँडिरहेको थिएँ। त्यसपछि धन्य बेला विक्रम बाबा भन्ने गीतमा भाइरल भएको पुल देखेँ। त्यो पुल मुनिको राप्तीमा खेलिरहेको माछालाई पानी बाहिर रहेको मेरो आँखाको शरीर मतलब कि मेरो शरीरको आँखाले देख्यो। त्यति देखेपछि म फेरि अगाडि बढेँ। यति लामो र घुमाउरो थियो कि मेरो ठुल्बाको दिमाग पुरै घुमिसकेको थियो। झोला कसलाई राख्न दिए भन्ने कुरामा एकदम कन्फ्युज हुनुहुन्थ्यो। त्यसपछि हामी फटाफट झोला खोजेर फेरि अगाडितिर लाग्यौँ। त्यसपछि भिडियो लामो हुन्छ भनेर फटाफट दगुर्दै जाँदै विश्व सुन्दरी दिदीलाई ठ्याक्क भेटेँ। त्यसपछि विश्व सुन्दरीले मलाई नदेखोस् भनेर बिस्तारै गर्दै थिएँ। विश्व सुन्दरी दिदीले मलाई देख्यो। त्यो हेराइले म एकदम आत्तिएँ, डराएँ। अनि मैले भिडियो गर्नको कसैले नदेखोस् भनेर मैले क्यामेरा बन्द गरिदिएँ।